हेलो एभ्रिवान, वेलकम टु द भिडियो। आजको भिडियोमा चाहिँ म तपाईँहरूलाई काली लिनक्समा जेफिसर टुल कसरी इन्स्टल गर्ने र यसले कसरी काम गर्छ भनेर देखाउनेछु। त्योभन्दा पहिला जेफिसर भनेको के हो बुझौँ। जेफिसर भनेको चाहिँ एउटा अटोमेटेड फिसिङ टुल हो जसमा चाहिँ 30+ डिफ्रेन्ट प्लेटफर्मको फिसिङ लिङ्कहरू क्रिएट गर्न सक्ने टेम्पलेटहरू हुन्छ। यसको हेल्पबाट चाहिँ हामीले डिफ्रेन्ट प्लेटफर्म जस्तै फेसबुक, इन्स्टा वा डिफ्रेन्ट प्लेटफर्मको चाहिँ हामीले फिसिङ लिङ्कहरू क्रिएट गर्न सक्छौँ। र यो भिडियो चाहिँ एजुकेसनल पर्पजको लागि मात्र हो एन्ड यो भिडियोबाट हुने कुनै पनि इलिगल एक्टिभिटिजमा चाहिँ म एक्टिभिटिजको लागि चाहिँ म रेस्पोन्सिबल हुने छैन। भिडियोलाई सुरु गरौँ। सबभन्दा पहिला चाहिँ हाम्रो काली लिनक्समा आउनुहोस्। आइसकेपछि github.com/tr-tech/jfisher आफ्नो ब्राउजरमा यो हाल्नुहोस्। यो हालेपछि चाहिँ यो गिटअपको रिपो खुल्छ। त्यसपछि चाहिँ आफ्नो यहाँ कोडमा आएर यसलाई कपी गर्नुहोस्। https गिटअप यो https लिङ्कलाई कपी गर्नुहोस्। यहाँ त्यसपछि आफ्नो टर्मिनलमा ब्याक आउनुहोस्। टर्मिनलमा आइसकेपछि चाहिँ गिट क्लोन भर्खरै कपी गरेको लिङ्कलाई यहाँ पेस्ट गर्नुहोस्। उताबाट कपी गरेर आएको लिङ्कलाई यसले चाहिँ गिट क्लोन गर्छ। मेरोमा चाहिँ पहिले क्लोन भइसकेको हुनाले क्लोन भएन। तपाईँहरूकोमा चाहिँ केही टाइम लाग्न सक्छ। त्यसपछि चाहिँ कमान्ड दिनुहोस् एलियास। जस्तै मेरो चाहिँ यहाँबाट जेफिसर भनेर एउटा फोल्डर क्रिएट भइसकेको छ। त्योभित्र जानुहोस्। सिडी जेफिसर यो दिएपछि चाहिँ म जेफिसर भन्ने फोल्डरभित्र आइसकेँ। यसपछि चाहिँ यो भित्र आएपछि बेस जेफिसर .sh एक कमान्ड दिनुहोस्। यसले चाहिँ जेफिसरलाई स्टार्ट गरिदिन्छ हाम्रो सिस्टममा। एज यु क्यान सी यहाँ मेरोमा जेफिसर टुल रन भइसकेको छ। यहाँ चाहिँ हामीले विभिन्न डिफ्रेन्ट सोसियल मिडिया टुलहरूदेखि 35 डिफ्रेन्ट टुलहरूको चाहिँ हामीले चाहिँ यसमा चाहिँ फिसिङ लिङ्कहरू क्रिएट गर्न सक्छौँ। जस्तै यहाँ तपाईँले देखाइरहेको छ फेसबुक, इन्स्टाग्राम, गुगल, माइक्रोसफ्ट, नेटफ्लिक्स, पेपाल, स्टिम यस्तो डिफ्रेन्ट सोसियल मिडिया टुलहरूको चाहिँ हामीले यसमा फिसिङ लिङ्कहरू क्रिएट गर्न सक्छौँ। म तपाईँलाई देखाइदिन्छु। जस्तै म फर इक्जाम्पल अहिले चाहिँ म फेसबुकको फिसिङ लिङ्क क्रिएट गरेर इक्जाम्पलको रूपमा तपाईँलाई देखाइदिन्छु कसरी क्रिएट गर्ने भनेर। 01मा फेसबुक छ। सो बेसिकली म 01 हाल्छु यहाँ। त्यसपछि मैले कस्तो बनाउनु त ट्रेडिसनल लगइन पेज बनाउने वा एडभान्स भोटिङ पुल लगइन पेज बनाउने, फेक सेक्युरिटी लगइन पेज वा फेसबुक मेसेन्जर लगइन पेज कस्तो खालको लगइन पेज बनाउने भनेर यहाँ देखाइरहेको छ। बेसिकली म अहिले डेमोको रूपमा ट्रेडिसनल लगइन पेजमा क्लिक गर्छु। एज यु क्यान सी अब यसमा चाहिँ हामीले कुनबाट रन गर्ने त क्लाउडफ्लेयरबाट, लोकल एक्सेसबाट, लोकल होस्टबाट। सो अहिले म क्लाउडफ्लेयर नै सिलेक्ट गर्छु। कस्टम पोर्ट पनि सेट गर्न मिल्छ। यसलाई चाहिँ म अहिले नो गर्छु, मलाई कस्टम पोर्ट चाहिँदैन। कस्टम पोर्ट नचाहिने भएपछि अहिले चाहिँ क्लाउडफ्लेयरलाई लन्च गर्दैछ। एज यु क्यान सी मेरोमा स्टार्ट भइसकेको छ। यसले चाहिँ मलाई दुईवटा लिङ्क दिएको छ, URL 1 र URL 2। म URL 1लाई कपी गरेर URL 1को लिङ्कलाई ओपन गर्छु। त हजुरले चाहिँ अब यति गरिसकेपछि माथि देखाएको लिङ्कलाई चाहिँ कपी गर्नुपर्ने हुन्छ। कपी लिङ्क एड्रेस ओपन लिङ्क गरेँ मैले यसलाई। जस्तै त्यो लिङ्क खोलिसकेपछि चाहिँ मलाई एज यु क्यान सी एउटा कुनै पनि फेसबुक पेजमा रिडाइरेक्ट गरेको छ। यसलाई चाहिँ रियल फेसबुक जस्तो देखिरहेको छ, तर यो रियल फेसबुक पेज चाहिँ होइन। यसको त मैले माथि URL हेर्नुभयो भने नोटेड डिफेन्स .standard.mom.try.cloudflare.com चाहिँ ओरिजिनल URL चाहिँ होइन यो। फर इक्जाम्पल मैले यहाँ कुनै एउटा आइडी पासवर्ड दिएँ होला। आइडी पासवर्ड मैले कुनै एउटा दिएँ यहाँ। जस्तै मैले कुनै आइडी पासवर्ड देखाएरै कुनै आइडी पासवर्ड मैले यहाँ टाइप गरेँ र लगइनमा क्लिक गरेँ। नट नाउ मैले लगइनमा क्लिक गरिसकेपछि चाहिँ मलाई कुनै पनि अर्को रियल फेसबुकमा रिडाइरेक्ट गरिदिएको छ लगइन गरिसकेपछि। तर त्योभन्दा पहिला चाहिँ रियल फेसबुकको पेज थिएन। म टर्मिनल ब्याक आएँ। एज यु क्यान सी मेरो आइपी एड्रेस क्याप्चर भइसकेको छ र मेरो लगइन इन्फर्मेसन पनि लगइन इन्फर्मेसन जस्तै एकाउन्ट र पासवर्ड पनि क्याप्चर भइसकेको छ। यसरी नै तपाईँ ह्याकरहरूले फिसिङ लिङ्क क्रिएट गरेर
हजुरहरूको आइडिया गर्न सक्छु। यसपछि अर्को कुनै प्लेटफर्मको पेसिङ लिङ्क पनि क्रिएट गरेर हेरौँ। अब अर्को कुनै प्लेटफर्मको पनि पेसिङ लिङ्क क्रिएट गरेर हेरौँ है त। JFisher.sh रन गर्छु। फेरि रन गरिसकेपछि डिफ्रेन्ट प्लेटफर्महरू देखाइरहेको छ। म चाहिँ अहिले लाइक फर इक्जाम्पल मैले कुनको गरौँ भन्दाखेरि नेटफ्लिक्सको गरौँ है त। नेटफ्लिक्स 05 छ। माछा नेटफ्लिक्स यसमा चाहिँ म लोकल होस्ट एकचोटि चाहिँ लोकल होस्ट सिलेक्ट गर्छु। लोकल होस्ट सिलेक्ट गरेँ। कस्टम पनि मलाई चाहिँदैन। नो यो गरिसकेपछि जस्तै म लोकल होस्टमा एउटा लिङ्क दिएको छ। मलाई लोकल होस्टको लिङ्क दिएको छ। जसले मैले कपी ओपन लिङ्क गर्छु। तपाईँहरूलाई कसैलाई यो लिङ्क पठाउनु भयो र उसले यो लिङ्कमा आफ्नो आइडी पासवर्ड हाल्यो भने चाहिँ उसको आइडी पासवर्ड चाहिँ तपाईँकोमा क्याप्चर हुन्छ। उसको आइडी चाहिँ कम्प्रोमाइज गर्न पनि सक्नुहुन्छ। यसलाई चाहिँ म ओपन लिङ्क गरेँ। एज यु क्यान सी यो रियल नेटफ्लिक्सको लगइन पेज जस्तो देखिरहेको छ। हेर्दा चाहिँ नेटफ्लिक्सको रियल लगइन पेज जस्तो देखिरहेको छ, तर यसको लोकल होस्टमा होस्ट भएको छ। र फर इक्जाम्पल इफ हामीले यसको लिङ्क यसको एड्रेस बारमा चाहिँ एड्रेस हेर्नु भने चाहिँ यसको चाहिँ लगभग सेम नै देखिरहेको छ। केही माइनर चेन्जहरू बाहेक मैले चाहिँ आफ्नो आइडी पासवर्डलाई यहाँ मैले हालेँ। आइडी पासवर्डहरू मैले यसलाई यसमा टाइप गरेँ। के हुनसक्छ यु क्यान सो पासवर्ड मैले YF यो क्याप्चर गरेँ। मेरो आइपी एड्रेस क्याप्चर भइसकेको छ मैले त्यो लिङ्क खोल्दा बित्तिकै। र अहिलेसम्म चाहिँ मैले उता लगइनमा नउठाएको हुनाले मेरो आइडी पासवर्ड क्याप्चर भएको छैन। सो मैले यहाँ चाहिँ साइनमा हटाएँ। यो हटाइसकेपछि अब यसले चाहिँ मलाई ओरिजिनल नेटफ्लिक्समा रिडाइरेक्ट गरिदियो। त्यो यहाँ एज यु क्यान सी मेरो आइडी पासवर्ड चाहिँ यहाँ क्याप्चर भइसकेको छ। मैले उताबाट उता हानेको आइडी पासवर्ड चाहिँ यसमा क्याप्चर भएर यहाँ आइसकेको छ। र जस्तै अब यसलाई अफ गरौँ। जस्तै फर इक्जाम्पल सिस्टम अफ भइसकेको छ र यो आइडी पासवर्ड चाहिँ सधैँ याद राख्न सकिन्न। कहाँ गएर सेभ हुन्छ भन्दाखेरि चाहिँ कहाँ गएर सेभ हुन्छ पनि हेरौँ। यसले पहिल्यै फोल्डर दिएको छ अर्थ युजर नेम .dat। त्यसमा जानको लागि चाहिँ हामी जेस्पियरमै छौँ। यसमा ls कमान्ड दिनु। कमान्ड दिएपछि चाहिँ अर्थमा जानु। AUTH अर्थमा नेटवर्कभित्र जानु। यो भित्र गइसकेपछि चाहिँ ls फेरि यसमा गएर ls दिनु। ls दिएपछि चाहिँ युजर नेम IP.txt। यस IP.txt भित्र चाहिँ आइपी एड्रेसहरू हुन्छ भने युजर नेम .dat भित्र चाहिँ युजर नेम र पासवर्डहरू स्टोर भएको हुन्छ। सो हामी चाहिँ युजर नेम .dat मा छौँ। CAT युजर नेम्स .dat मा जाँ। एज यु क्यान सी जस्तै मेरोमा विभिन्न लगइन एड्रेसहरू मैले अहिलेसम्म ट्राई गरेको लगइन एड्रेसहरू देखाइरहेको छ। जस्तै फेसबुक युजर नेमको nepal@gmail.com पास, इन्स्टाग्राम युजर नेमहरू, जिमेल युजर नेम यस्तरी देखाइरहेको छ। अहिलेसम्म कसै व्यक्तिबाट टाइप गरेको आइडी पासवर्डहरू चाहिँ युजर नेम .dat भित्र आएर सेभ भएको हुन्छ। IP.txt भित्र के हुन्छ हेरौँ। यसको लागि पनि हामीले CAT IP.txt कमान्ड दिइसकेपछि डिफ्रेन्ट आइपी एड्रेसहरू त्यो लिङ्क ओपन भएका डिफ्रेन्ट आइपी एड्रेसहरू चाहिँ यसमा देखाइरहेको छ। थ्याङ्क यू फर वाचिङ द भिडियो।